बुढामा नमस्कार। फेरि पनि यहाँ हाम्रो दीपक दाजुकोमा चाहिँ म यो टमाटरको चाहिँ अहिलेको अवस्था के छ भनेर यहाँ अनुगमनको लागि चाहिँ आएको छु। यहाँ उहाँलाई चाहिँ के कस्तो छ, रोग किरा लागेको छ कि छैन भन्दा उहाँको चाहिँ तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। बोर्ड मैले यहाँभन्दा सुरुमा रोप्दाखेरि देखाएको थिएँ। दाइले चाहिँ यहाँभन्दा अगाडि चाहिँ जीवातु भन्ने बनाउनु भएको थियो, झोलमोल भन्ने बनाउनु भएको थियो। हामीले सिकाएको थियौँ उहाँलाई बनाउनलाई। त्यो सिकाए पछाडि चाहिँ उहाँहरूको टमाटरको बोट तपाईँहरूले अहिले हेर्न सक्नुहुन्छ। यस्तो राम्रो हेल्दी भएको छ। यसमा कुनै पनि हजुरहरूको चाहिँ कुनै पनि रासायनिक मलहरूको चाहिँ प्रयोग गर्नुभएको छैन। अझ उहाँलाई चाहिँ हामीले चाहिँ के सिकाएको थियौँ भने नेमाटोड भन्ने जुका लाग्छ यो टमाटरमा, यसमा भगाउनको लागि चाहिँ सजिलो उपाय भन्ने के थियो भन्दा यो सयपत्री फुल, जुन सयपत्री फुल तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। यसले किराहरू भगाउने काम पनि गर्छ भने साइडमा दाइले सयपत्री फुल रोप्नु भएको छ। त्यहाँभन्दा साइडमा चाहिँ हजुरले चाहिँ रोप्नु भएको छ करेलालाई उता थाङ्रा दिएर उता लाउने गर्नुभएको छ भने साइडमा चाहिँ अस्ति नै ब्याड उपचार गरेर ब्याड पनि तयार गर्नुभएको थियो। त्यहाँ ब्याडमा चाहिँ अहिले खुर्सानीको धल राखिरहनु भएको छ। एकदमै राम्रो मेहनत गर्नुभएको छ दाइले। मेहनत गर्नु भए अनुसार टमाटर एकदमै हेल्दी स्वस्थ एकदम। अहिले यहाँ हेर्दाखेरि कुनै पनि यसमा चाहिँ खासै रोग किरा पनि देखिएको छैन, केही पनि देखिएको छैन। एकदमै राम्रो भएको छ यो दाइको टमाटर चाहिँ। फेरि पनि फलोअपमा म आएको बेलामा चाहिँ हजुरहरूलाई अपडेट दिने गर्छु। कुनै रोग किरा लाग्यो भने त्यसको उपचारको विषयमा जानकारी दिनेछु। हजुरहरूले चाहिँ पहिलो कुरा भनेको चाहिँ जुन हामीले यसभन्दा अगाडि इएमको प्रयोग गर्थ्यौँ, तर अहिले चाहिँ भने चाहिँ जीवातुको प्रयोग गर्दा एकदमै राम्रो भएको पाइयो। जीवातुमा चाहिँ बढाउने सजिलो तरिका छ। हजुरहरूले चाहिँ 5वटा कुरा मैले जीवातुको भिडियो पनि बनाएको थिएँ। 5वटा कुरा चाहिँ हजुरहरूले प्रयोग गर्नु पर्यो। एउटा भनेको जीवातु भयो, अर्को भनेको गहुँत, अर्को सुर्तीको झोल र अर्को भनेको चाहिँ हजुरहरूको सफा पानी र गहुँत गरिसके पछाडि चाहिँ सुर्ती। पाँच चाहिँ हजुरहरूले प्रयोग गरेर गर्न सक्नुहुन्छ। दाइले यहाँ तितो, अमिलो, पिरो, टरोला हालेर गहुँत हालेर त्यस पछाडि मल हालेर र जीवातु हालेर पनि झलमल बनाउनु भएको छ। त्यो प्रयोग गर्दा चाहिँ एकदमै राम्रो हुनेछ। हजुरहरूले नै यसरी नै प्रयोग गर्नु होला। हस्त, धन्यवाद। मिलाउँछु।